नमस्कार। हामी कुराकानी गर्ने गर्छौँ मान्छेहरूसँग, त्यो संवाद गर्ने गर्छौँ। त्यो संवाद दुई प्रकारले गर्ने गरिन्छ। एउटा संवाद आफैले आफूसँग गरिन्छ भने अर्को संवाद आफूले अर्कोसँग गरिन्छ। आफूले अर्कोसँग गरिने संवाद निरन्तर हामी गरेका हुन्छौँ, हरेक काममा गरेका हुन्छौँ। तर बहुसङ्ख्यक मान्छेहरूले आफैले आफैसँग संवाद गर्ने गर्दैन कि बिहान उठेदेखि साँझ नसुतुन्जेलसम्म आज मैले कस्ता कस्ता कामहरू गरेँ, आफैले आफूसँग संवाद गर्ने। राम्रा कामहरू कति गरेँ, नराम्रा कामहरू कति गरेँ, कामलाई दुई भाग वर्गीकरण गर्ने। गर्नै नहुने काम कति गरेँ, गर्नै पर्ने काम कति गरेँ, र गर्नै पर्ने काम मैले कति छुटाएँ, नगर्नै पर्ने काम मैले कति गरेँ, त्यो कामको क्याटेगोरी गर्ने, आफूले गरेका कामहरूको क्याटेगोरी गर्ने। र त्यसबाट बिस्तारै 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 के गर्ने भन्दा आज भोलि पर्सि गर्दै गर्दै गएर गलत कार्यहरूलाई जो नगर्नुपर्ने काम थिए ती कामहरूलाई बिस्तारै 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 के गर्ने, घटाउने। एकैचोटि चाहिँ वात्तै घटाउन सकिँदैन। बिस्तारै बिस्तारै ती कामहरूलाई घटाउँदै घटाउँदै गएर के गर्ने भन्दा पछि सबै राम्रा कामहरू मात्रै गर्ने अवस्था सिर्जना हुन्छ। र हाम्रो अधिकांश मान्छेको कुरा के हुन्छ त भन्दा भयभर बिहान उठेदेखि नसुतुन्जेलसम्म, सुत्ने पनि फेरि राति 12-1 बजेतिर सुत्ने। त्यति बेलासम्म हामी के गर्छौँ त भन्दा अर्कासँग मात्रै कुरा गर्छौँ। आज फलानले यो गर्यो, फलानले यो गर्यो, त्यहाँ यस्तो भएको थियो, यता यस्तो भएको थियो, उता उस्तो भएको थियो। सारा कुरा अर्कैको लागि हामी समय खर्च गर्छौँ। तर आफ्नो लागि हामी संवाद गर्दैनौँ कि मैले किन राम्रो काम गरिनँ होला, मैले राम्रो काम गर्नुपर्ने के थियो होला, त्यो कुरा हामी संवाद गर्दैनौँ। त्यसैले अबदेखि हामीले के गर्न जरुरी छ त भने आफ्नो जिन्दगीको लागि, आफ्नो सफलताको लागि हामीले के गर्न जरुरी छ त भन्दा अर्काको काम, अर्कासँग संवाद गर्न के गर्ने, बिस्तारै घटाउने र आफूले आफूसँग संवाद गर्न थाल्ने। हर समय हर पल फुर्सद हुन्छ संवाद सुरु गर्ने। हुनसक्छ कतिपयलाई कसरी आफूसँग संवाद गर्ने हुन्छ, सबभन्दा सजिलो भनेको आफूसँग संवाद गर्ने हो। त्यसको एउटा विधि हुन्छ, क्वेसन एन्सर विधि। क्वेसन गर्ने के हो, कुनै त्यो सफल व्यक्तिले गरेको कार्य म गर्न सक्दिनँ, त्यो सफल व्यक्तिले नगरेको काम मैले पनि नगर्न सक्दिनँ। क्वेसन गर्ने आफूलाई। त्यसपछि अघि पनि भने मैले कामको लिस्टिङ गर्ने। जस्तै राम्रा काम मैले के गरेँ, नराम्रा काम के गरेँ, है गर्नै पर्ने काम के छुटाएँ, मैले बोल्ने कुरा पनि राम्रा शब्द मैले के बोलेँ, आज खराब शब्दहरू के बोलेँ, अब बोल्दै ती शब्दलाई म कसरी चाहिँ कम गर्ने, कसरी घटाउने भन्ने यावत कुराहरूले आफैले आफैसँग संवाद गर्दै आफू खारिँदै 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 अगाडि गइयो भने, अगाडि बढ्यो भने के हुन्छ भन्दा जिन्दगी चाहिँ आजाद हुन्छ। त्यसैले हामीले हाम्रो जिन्दगी बनाउने कुरामा अगाडि बढ्नु उत्तम हुन्छ। थ्याङ्क यू सो मच। नमस्कार।